येशूको साथमा क्रुससम्मको यात्रा आज 19औं दिन। अँगाल्ने प्रेम लुका 15 अध्यायको 1 देखि 6, पहिलो सामुएल 9 अध्यायको 1 देखि 6, भजन सङ्ग्रह 23 नम्बर र प्रेरित 9 अध्यायको 10 देखि 18। सबैलाई अँगाल्ने परमेश्वरको प्रेमले तिनीहरूलाई पर्खन्छ जो आफ्नो खाँचो बुझेर उहाँ कहाँ आउँछन्। परमेश्वर प्रेम हुनुहुन्छ। उहाँले आफ्नो प्रेमद्वारा अँगाल्न तपाईँलाई हेर्नुहुन्छ। उहाँको त्यो प्रेम जसले तपाईँलाई आशिषले अँगाल्छ र घेर्छ, त्यसैको वर्णन यस खण्डमा गरिएको छ। हामीसँग कर उठाउने व्यक्तिहरूको र येशूको वचन सुन्न उहाँको वरिपरि भिड लाग्ने तथाकथित पापीहरूका उदाहरणहरू छन्। यीशुले उहाँको मिसनको रूपमा मानिसहरूलाई उहाँ कहाँ बोलाउने गर्नुहुन्थ्यो र तिनीहरूका साथमा रोटी भाँच्नुहुन्थ्यो। ती तिनै मानिसहरू थिए जसलाई फरिसी र व्यवस्थाका शिक्षकहरूले घृणा गर्थे। तिनीहरूका नजरमा येशूले जे गर्नुभयो त्यो तिनीहरूका स्वधार्मिकताको अपमान थियो। यो बुझेर येशूले तिनीहरूलाई हराएको भेडाको दृष्टान्त भन्नुभयो। यो दृष्टान्तले 100वटा भेडाको बगालबाट एउटा भेडा हराएको कुरा गर्दछ। त्यस असल गोठालो हराएको त्यस एउटा भेडा खोज्न जाँदछ। यस्तो कार्यले हराएको त्यस भेडाप्रति भएको गोठालोको प्रेम र उसले त्यस भेडालाई दिएको महत्त्व प्रकट गर्दछ। अन्त्यमा गोठालोले त्यस भेडा भेटाउँछ र त्यसलाई त्यसको आनन्दित बगालमा फर्काएर ल्याउँछ। त्यस गोठालो यीशु ख्रीष्ट हुनुहुन्छ अनि हराएको भेडा पापी मानिस हो जसले अन्त्यमा पश्चाताप गर्दछ। यीशु मानव जातिको, तपाईँको र मेरो असल गोठालो हुनुहुन्छ। यीशुले पश्चाताप गरी उहाँतिर फर्कने हरेक पापीलाई ग्रहण गर्नुहुन्छ। त्यसकारण स्वर्गमा ठुलो आनन्द हुन्छ। यीशुले कहिल्यै पनि हाम्रो निन्दा गर्नुहुन्न। उहाँ हामीलाई दया र प्रेमले अँगाल्न मात्र चाहनुहुन्छ। जब हामी जस्ता छौँ त्यस्तै अवस्थामा उहाँतिर फर्कन्छौँ तब उहाँले हामीलाई क्षमा गर्नुहुन्छ। अरूले हाम्रो विषयमा के सोच्छन् भन्ने कुराको त्यति महत्त्व हुँदैन। महत्त्व सबै कुरालाई समेट्ने उहाँको प्रेमको मात्र हुन्छ, जुन प्रेमले हामीलाई उहाँको असीमित कृपा, क्षमा र स्वीकृतिले घेर्छ। यो प्रेमले हामीलाई उहाँको आफ्नै ठानेर क्षमा र स्वीकार गर्दछ। येशूले हामीलाई राम्ररी चिन्नुहुन्छ। यदि हामी नम्र बन्छौँ र हामीलाई उहाँको खाँचो छ भनी स्वीकार गर्न तयार हुन्छौँ भने उहाँले हाम्रा परिस्थितिहरू बुझ्नुहुनेछ। उहाँ हाम्रो गोठालो बन्नुहुनेछ र हामीलाई उहाँको काँधमा बोक्नुहुनेछ। उहाँ हाम्रो शान्तिदाता बन्नुहुनेछ। सबै समेट्ने परमेश्वरको प्रेमले ती मानिसहरूलाई पर्खन्छ जुनहरू आफ्नो खाँचो बुझेर उहाँ कहाँ आउँछन्। लेन्टले हामीलाई परमेश्वरको यो प्रेममाथि मनन गर्ने र त्यसमा लागिरहने मौका दिँदछ। परमेश्वरले हामीलाई उहाँको महान प्रेम र वास्तवको अनुभव गर्न बोलाइरहनु भएको छ। अब प्रश्न यो छ, हामी उहाँको नजिक गइरहेका छौँ कि बरालिएर टाढा नै छौँ? के हामी त्यसभित्र पस्ने र त्यो प्रेमको अँगालोमा आउने इच्छा गर्छौँ कि हामी आफ्नै व्यक्तिगत अहम र रुचिका कुराहरू पुरा गर्न व्यस्त छौँ? सम्पूर्ण रूपले उहाँमा आउनुहोस्। तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै उहाँ कहाँ आउनुहोस्। पश्चातापी हृदय लिएर उहाँ कहाँ आउनुहोस्। श्री फ्रान्सिस चानले भनेका छन्, यदि यसको विषयमा सोच्नुभयो भने तपाईँ बौलाउनुहुन्छ। ब्रह्माण्डका परमेश्वर, नाइट्रोजन र सल्लाहका काँडाहरू, आकाशगङ्गा र यी माइनर सृष्टि गर्नुहुने परमेश्वरले हामीलाई पूर्ण शर्तहीन आत्मत्याग गर्ने प्रेमसहित प्रेम गर्नुहुन्छ। आऊ हामी मनन गरौँ कि म कहिल्यै यसुबाट टाढा जाने परीक्षामा परेको छु। गोठालोको अचुक प्रेम र उहाँको अँगालो नजिक जाने मैले कतिको चाहना गरेको छु। म परमेश्वरको आवाज कतिसम्म छुट्याउन सक्छु? बिना बाधा यो प्रेमको अनुभव गर्न आज म कस्ता निर्णयहरू गर्दैछु? यी कुराहरू जीवनमा प्रयोग गर्न सकौँ। म हरेक दिन मेरो हृदय, मन, आत्मा र प्राणलाई गोठालोको आवाजसँग लय मिलाउनेछु ताकि म बाटैमा हराउन नपरोस् र सधैँ उहाँमा भेटाइन सकौँ।
आऊ हामी प्रार्थना गरौँ। प्यारो प्रभु, म सधैँ तपाईँको साथमा रहन र तपाईँको मार्गमा हिँड्न चाहन्छु। मलाई तपाईँको आवाजसँग लय मिलाउने अनुग्रह दिनुहोस्, जुन आवाजले मलाई सारा जीवनभरि डोर्याउनेछ। येशूको प्यारो नाउँमा, आमेन।